प्लेनमा उडेर अलिक टाढाबाट पनि सबभन्दा उज्यालो ठाउँ तपाईँले कतै राति देख्नु भने चाहिँ त्यो विराटनगर हो भन्ने कुरा बुझिन्छ। यहाँले चाहिँ यो 3 वर्षको कार्यकालमा छातीमा हात राखेर भन्दाखेरि चाहिँ बसो लाग्ने विराटनगर बनाउन सक्नु भएको छ जस्तो लाग्छ आफ्नै सहरलाई। त्यो टार्गेटतर्फ चाहिँ नि म 60% पुगेको छु जस्तो लाग्छ। ट्राफिक लाइट चाहिँ हामीले एउटा हस्पिटल चोकमा एउटा चाहिँ के भन्दाखेरि हाटखोला चोकमा अझै चाहिँ के भन्दाखेरि ट्राफिक चोकमा हामीले राख्न सक्यो भने त्यसले चाहिँ के भन्दाखेरि अझै चाहिँ के भन्छ ट्राफिकलाई व्यवस्थित बनाएर लान्छ। जनताले चाहिँ विराटनगरमा पनि मेयर पो छन्, मलाई त हाम्रो ठाउँमा किन मेयर छैनन् भन्ने लाग्थ्यो जस्ता कमेन्ट पनि गरेका छन्। हजुर, कसैले भन्दैमा कसैले गर्दैमा यत्रो वर्ष हो अनि यो जनताले जनता त त्यसलाई व्यवस्थित गरिदिनुहोस्, खोलिदिनुहोस् त्यसलाई चाहिँ के त हामीलाई चाहिँ व्यापार गरिदिन्छ। व्यवसाय प्रोभिसन पिरियड भएको कारणले रोकिरहेको छ। विराटनगर बजार पनि रातिसम्म खोल्ने खालको केही त्यो पनि निर्णय भएको, त्यो निर्णय भएकै हो। रेस्टुरेन्टहरू खोल्दाखेरि होटलहरू खोल्दाखेरि बजार पनि राति 12 बजीसम्म खोलिदिनु भनेर हामीले चाहिँ निर्णय गरेको। अपिल पनि गर्न चाहनुहुन्छ कि बेलुकासम्म मार्केट ओपन छ, जति राति 12 बजीसम्म सेक्युरिटीको ग्यारेन्टी महानगरपालिका हामी छौँ त्यसको लागि, नो प्रब्लम। त्यसको लागि सिडिओ कार्यालय छ, जिल्ला प्रहरी कार्यालय छ, म छु, महानगरपालिका छ सिङ्गे, हामी गर्छौँ। नमस्कार, ओबी म्यागजिनमा तपाईँहरूलाई स्वागत छ। म विवेक दाहाल। आज हामीले कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई निम्ति आएका छौँ। आज हामी मेयर नागेश कोइरालासँग विराटनगरवासीले विराटनगरमा कतिको विकास निर्माणका कामहरूको अनुभूति गर्न पाएका छन्, यो 3 वर्ष हुन आँटेको कार्यकालमा के काम भए भनेर प्रश्न गर्नेछौँ। जनताको प्रश्नसहितको यो अन्तर्वार्ता रहनेछ। सर्वप्रथम त म मेयर साहबलाई स्वागत गर्न चाहन्छु। धन्यवाद। अब यो 3 वर्षको कार्यकाल यहाँको पुरा हुन आँटेको छ होइन, यो बिचमा चाहिँ जनताले विराटनगरवासीले बुझ्ने गरी देखिने गरी भएका कामहरू अथवा विराटनगरले यो 3 वर्षमा चाहिँ नागेश कोइराला आइसके पछाडि के पायो? परिवर्तन त अब भएको जस्तो मलाई लाग्छ। मैले एक्लै भन्ने भन्दा पनि यो त जनताले भन्ने कुरा हो। तर पनि पछिल्लो समय चाहिँ जुन तरिकाले चाहिँ के भन्छ पोलिटिकल सिनारी देखिन्छ, त्यसले गर्दाखेरि चाहिँ जनताले चाहिँ जनप्रतिनिधिहरूले गरेको कामप्रति चाहिँ के भन्छ त्यति सन्तुष्टि व्यक्त गरेको देखिन्छ। त्यो मेरोमा मात्र होइन कि देशभरि अधिराज्यभरि त्यही भइरहेछ। अब विराटनगर महानगरपालिकाभित्र हेर्नुभयो भने तपाईँले मैले भन्ने गरेको छु, जस्तो तपाईँ दक्षिणपट्टि नेपालको पूर्वी भाग दक्षिणपट्टि प्लेनमा उडेर अलिक टाढाबाट पनि सबभन्दा उज्यालो ठाउँ तपाईँले कतै राति देख्नु भने चाहिँ त्यो विराटनगर हो भन्ने कुरा बुझिन्छ। तर पनि के भने त्यसलाई चाहिँ हामीले धेरै माइलेज लेभरेज दिन सकेका छैनौँ। जस्तो विराटनगर महानगरपालिकाभित्र तपाईँ छिर्दाखेरि पहिले तपाईँलाई कस्तो खालको अनुभूति हुन्थ्यो र आज कस्तो अनुभूति हुन्छ भन्ने कुरा चाहिँ फरक हुन्छ जस्तो लाग्छ मलाई। राति 12 बजी पनि हेडलाइट नबालिकन एउटा गाडी म गन्तव्यतर्फ चाहिँ विराटनगरभित्र जान चाहन्छु भन्दाखेरि चाहिँ उसले चाहिँ हेडलाइट नबालिकन अथवा गाडीमा बत्ती नहुँदा पनि पुग्ने चाहिँ परिस्थिति बनेको छ। अब सडकका कुराहरू गरेर सडकमा पनि के छ भन्दाखेरि हामीले जस्तो विराट आँखा अस्पताल जुन चाहिँ एउटा मेडिकल हबको रूपमा चाहिँ विराटनगरलाई डेभलप गर्ने भनेर भन्छ हामी, त्यहाँ चाहिँ के भन्दाखेरि 30औं वर्ष 40औं वर्षदेखि चाहिँ नबनेको सडक र भएको कारणले गर्दाखेरि त्यहाँ आउने चाहिँ के भन्दाखेरि आगन्तुकहरू अथवा चाहिँ टुरिस्टहरू मेडिकल टुरिज्मको लागि आउने चाहिँ जतिजना हुन्थ्यो उहाँहरूलाई चाहिँ समस्या हुन्थ्यो। आजको दिन चाहिँ त्यो चिप्लो बाटो हामीले बनाइदिएका छौँ, त्यहाँ त्यसले गर्दाखेरि चाहिँ त्यहाँको व्यवसाय पनि अथवा चाहिँ व्यापार पनि फस्टाएको छ जस्तो मलाई लाग्छ। त्यसै गरी थुप्रै कुराहरू छन् मैले गरेका, जस्तो तपाईँले बिएफएमको रोड हेर्नु भने त्यो चाहिँ 50औं वर्ष नबनेको रोड पनि बनेको छ अहिले। त्यसै गरी चाहिँ विराटनगरमा बाइपासको रूपमा चाहिँ हामीले नहरको बाटोलाई चाहिँ प्राथमिकता राखेर बनाइरहेका छौँ। त्यसै गरी चाहिँ अन्य थुप्रै कामहरू भइरहेको छ। जस्तो अटिजमको स्कुल खोलेका छौँ हामीले। पहिले सामुदायिक विद्यालयमा चाहिँ के भन्दाखेरि विद्यार्थीहरू पढ्न जान्थे, 3टा सामुदायिक विद्यालयमा त आदर्श विद्यालय, त्यसै पोखरिया र त्यसै सत्यनारायण, त्योभन्दा बाहिर चाहिँ विद्यार्थीहरू पढ्न जान रुचाउँदैन थियो। तर आजको दिन 12-15वटा चाहिँ यस्ता खालका सामुदायिक विद्यालय भएपछि जहाँ चाहिँ एडमिसन पाइँदैन। अहिले सालाना चाहिँ के भन्छ तपाईँको 1500 देखि 2000 चाहिँ के भन्छ विद्यार्थीहरू चाहिँ सामुदायिक विद्यालयमा बढिरहेको परिस्थिति अहिले बनेको छ। त्यसकारण उपलब्धिको विषयमा मैले भन्ने भन्दा पनि मान्छेले महसुस गर्ने खानेपानीको योजना आएकै छ। WHO स्ट्यान्डर्डको पानी पिउने पानी चाहिँ घर घरमा हामीले चाहिँ के भन्दाखेरि 2026सम्म खुवाउने भनेर भनेका छौँ। त्यसको योजना पनि बनिरहेको छ। जस्तो खनेर पनि पाइप लगाएर पिचिङ गर्ने काम भइरहेको छ। त्यस्तै थुप्रै योजनाहरू भएका छन्। अब मैले गनेर भन्ने भन्दा पनि यो चाहिँ के भन्दा महसुस गर्ने कुरा हो। त्यस कारण चाहिँ हामी महसुस गर्ने कुरामा चाहिँ नि यो मान्छेहरूले के भन्छन् भन्दा नागेश कोइराला मेयरलाई भेट्न गयो अथवा गुनासो लिएर गयो भने तपाईँहरू मैले गरेको विकास देख्नुहुन्न होइन, तपाईँहरू कम्प्लेन मात्रै गर्नुहुन्छ होइन। यो विकासको दावा चाहिँ मेयर नागेश कोइरालाको मात्रै हो
भन्ने पनि गरिन्छ। यो चाहिँ तपाईँलाई यो आभास गराउन नसकेको हो कि जनताले आभास गर्न नचाहेको हो कि अथवा चाहिँ साँच्चै देखिने गरी विकास नभएको हो कि के हो त यो? अब किनभने तपाईँ विकास भयो भन्नुहुन्छ, जनताको आक्रोश आफ्नो ठाउँमा छ। अब यस्तो छ नि, अधिकांश विराटनगर बन्दाखेरि चाहिँ तपाईँले देख्नुभयो भने दुईवटा कुरा छ यसमा। एउटा कुरा चाहिँ के भन्दा अधिकांश विराटनगर बन्दाखेरि चाहिँ खेतीयोग्य जमिनमा चाहिँ बसोबास भएको बढी देखिन्छ। अब खेती भएको ठाउँ सबै चाहिँ खाल्डा भएको कारणले गर्दाखेरि त्यहाँनिर चाहिँ वर्षायाममा के भन्छ डुबान हुने अथवा चाहिँ व्यवस्थित नाला नभएको कारणले गर्दा त्यहाँ पनि चाहिँ समस्या भएको देखिन्छ। सँगसँगै तपाईँले हेर्नुभयो भने विराटनगर उत्तरी भागदेखि दक्षिण भाग अथवा चाहिँ नर्थदेखि साउथतिर एउटा लाइनमा र दुईवटा लाइनमा भनौँ, एउटा धरान रोडको लाइनमा र एउटा तपाईँको चाहिँ के भन्छ मेन रोडको लाइनमा अधिकांश बसोबास देखिन्छ। त्योभन्दा बाहिर चाहिँ हामीले सानोमा जुन चाहिँ के भन्दा रिङ रोडको कन्सेप्ट जुन आएको थियो त्यो कन्सेप्ट चाहिँ आजसम्म चाहिँ फुलफिल अथवा चाहिँ त्यसलाई चाहिँ मूर्त रूप नपाएको कारणले गर्दाखेरि बस्ती फैलिएर नगएको देखिन्छ। बस्ती फैलिएर नगएको, अब बस्ती फैलिएर नगएपछि चाहिँ त्यहाँनिर के भन्दाखेरि पूर्वाधारका कामहरू नभएको र त्यो पूर्वाधारको काम नभएको कारणले गर्दाखेरि फेरि त्यहाँनिर चाहिँ के भन्दाखेरि अनेकौँ समस्याहरू जस्तो घर बनिसकेपछि चाहिँ बाटो छैन, बाटो बनिसकेको के भन्दा नाला छैन, नाला र बाटो दुइटै छ, नाला व्यवस्थित चाहिँ निकास छैन। यो सबै कारणले गर्दाखेरि चाहिँ समस्या भएकै हो। रिङ रोडकै कुरा उठाइहाल्नुभयो। हामी केटाकेटी हुँदाखेरि चाहिँ विराटनगरमा रिङ रोड बन्छ भनेर हामी सुन्थ्यौँ, हामी पढ्थ्यौँ पनि पढ्दाखेरि स्कुलमा पढ्दा। अहिले अब हामी एउटा एजमा पुगिसक्यौँ होइन, तर पनि रिङ रोड बनेको छैन। हो, अब यसमा चाहिँ के छ भन्दाखेरि अघिल्लो पालि चाहिँ सङ्घ सरकारले 10 करोड रुपियाँ राखेको र प्रदेश सरकारले 3 करोड रुपियाँ राखेर चाहिँ गरेको देखियो। पनि फिर्ता गयो क्या? त्यो चाहिँ के भन्दाखेरि सङ्घ सरकार र प्रदेश सरकारको बिचमा खिचातानी भएको कारणले गर्दा त्यो पैसा फिर्ता गएर फ्रिज भएर फिर्ता गयो। तर पनि हामी चाहिँ कटिबद्ध छौँ सङ्घ सरकारसँग, प्रदेश सरकारसँग चाहिँ सधैँ हामीले चाहिँ के भन्दा रिक्वेस्ट गरेर त्यो कमसेकम त्यति बाटो बन्यो भने चाहिँ एउटा कन्सेप्ट बन्न सक्छ। जस्तो तपाईँले हेर्नु भने काठमाडौँमा टेकु साइडमा अथवा कालीमाटी साइडमा चाहिँ तपाईँले कालीमाटी हुने कलङ्की साइडमा चाहिँ तपाईँ के देख्नुहुन्छ भन्दा त्यहाँनिर अधिकांश ग्यारेजहरू, गाडी बनाउने वर्कसपहरू त्यतैतिर छन्। त्यसरी चाहिँ हामीले पनि अहिलेदेखि त्यो बन्ने हो, ल त्यसलाई वर्कआउट गर्ने हो भने त हामीले चाहिँ व्यवस्थित तरिकाले एक ठाउँमा चाहिँ रेस्टुरेन्ट्सहरू, एक ठाउँमा रेस्टुरेन्टै नभनौँ, रेस्टुरेन्टहरूले त एक खालको चाहिँ के भन्छ विराटनगर वातावरण पनि पाएको छ। तर ग्यारेजहरू भयो यस्ता चाहिँ तपाईँ देख्नुहुन्छ जस्तो सडकमा चाहिँ के भन्दाखेरि मोटरसाइकलको ग्यारेज छ, सडकमा निकालेर चाहिँ के भन्छ वासिङ गरिरहेको छ, के भन्दा रिपेयर गरिरहेको छ। तर कमसेकम त्यो ठाउँमा भन्दा त्यही ठाउँमा मात्र जान्थ्यो भन्ने कुरा हो। त्यसलाई व्यवस्थित तरिकाले चाहिँ सहर हामीले बनाउन सक्थ्यौँ जस्तो लाग्छ। र व्यापारिक केन्द्र चाहिँ के भन्दा विराटनगर महानगरपालिकाभित्र चाहिँ एउटा ठाउँमा मात्रै भयो, त्यो चाहिँ के भन्दा मेन रोडमा भयो। त्यो पनि चाहिँ के भन्दाखेरि सर्दै चाहिँ के भन्दाखेरि सबैतिर फैलिएर जान्थ्यो भन्ने हामीहरूको चाहिँ के भन्छ धारणा हो र बिस्तारै हुन्छ पनि होला। केले रोकिरहेको छ त यो? तपाईँलाई सबै जानेको मान्छे, अब त फिलिपिन्सबाट हजुरले त जनप्रशासनमा पनि मास्टर्स गरेर आउनु भएको मान्छे, यो प्रशासन चलाउन गाह्रो भयो कि अथवा चाहिँ यो खिचातानीले गर्दा सङ्घ प्रदेश र यो हाम्रो संरचनाले गर्दा यहाँलाई काम गर्न गाह्रो भयो? होइन, त्यस्तो पनि होइन। विराटनगरवासीले नै तपाईँलाई सपोर्ट नगरे हो कि? अब यस्तो छ कुरा के हो भन्दाखेरि हामीले आफूलाई कहाँनिर कम्पेयर गर्छौँ भन्ने कुरा, कहाँसँग हामीले चाहिँ के भन्छ आफूलाई तुलना गर्ने त काठमाडौँसँग गर्ने हो कि इन्डियाको डेमोक्रेसीसँग गर्ने हो? हामी 8 वर्ष 9 वर्षको शिशु डेमोक्रेसी छौँ, इन्डिया 80 वर्षको सस्टेन डेमोक्रेसी हो। काठमाडौँ 28 अर्ब रुपियाँको बजेट हो, हामी के भन्दा हामी 65 करोड 70 करोड रुपियाँ मात्रको बजेट हो होइन। हामी 70-65 आजसम्म तपाईँ इमेजिन गर्नुहोस्, पोहोर साल हामीले चाहिँ यतिखेर 46 करोड रुपियाँ कमाइसकेको थियौँ भने आज चाहिँ हामीले 38 करोड रुपियाँमा सीमित छ। हामी 37-38 करोड रुपियाँमा सीमित छौँ। अब हामीले सालाना कमाउने भनेको 60देखि 65 करोड रुपियाँ त्यो आउँछ भन्ने आशमा हामी चाहिँ के भन्दा कार्यहरू हाम्रो अगाडि बढाइरहेको छौँ। त्यहाँ यो 60-65 करोड रुपियाँ भन्दा 15 दिन 20 दिनमा उठ्नेछ। अनि फेरि सङ्घ सरकारको जति पनि चाहिँ योजनाहरू छन् सबै चाहिँ एक्सपेरिमेन्टल रूपमा चाहिँ काठमाडौँमै भएको देखिन्छ। त्यसैले काठमाडौँको एक खालको छ, हाम्रो आफ्नै चाहिँ के भन्छ विशिष्टता छ र हाम्रो आफ्नै समस्याहरू छन्। हामीसँग जबसम्म रिसोर्सेस खुल्ला हुँदैन, जस्तै एउटा साधारण भनौँ न घरैमा होइन, आमा बुवाले राम्रो कमाउनुहुन्छ अथवा चाहिँ आमा बुवाको राम्रो व्यवसाय छ भने त उहाँहरूले के भन्छ छोराछोरीलाई गाडी पनि दिनुहुन्छ, घोडा पनि दिनुहुन्छ। तर छैन भने त त्यही हिसाबले के भन्छ छोराछोरी म्यानेज गरे हुन्छ नि। त्यसै गरी चाहिँ हामीले पनि के भन्छ लिमिटेड रिसोर्सेस छ हाम्रो, हामी धनाढ्य छैनौँ होइन। हामी धनाढ्य नभएको कारणले गर्दा जति पैसा छ त्यसले मात्र चाहिँ जति परिचालन भन्नुको मतलब सङ्घ र प्रदेशबाट यहाँलाई त्यति हिसाबमा चाहिँ बजेट पाउनु त्यो हामीले त्यो त्यसरी हुँदैन। अब तपाईँले त त्यो त मैले भन्नै पर्दैन, त्यो त न्युज पेपरमा सधैँ पढेकै छ भने हामीले सङ्घले चाहिँ सधैँ अनुदान पठाउने अनुदान त के भन्दा कटौती गरेको त देखिन्छ नि होइन। विराटनगरलाई किन हेपिरहेको छ? यो विराटनगरलाई मात्रै हेपेको, समग्र देशैमा चाहिँ अनुदान चाहिँ के भन्छ कटौती गरेको देखिन्छ, विराटनगरलाई मात्रै हेपेको होइन।
तर अब कम्पेरिटिभली त हामीले त कम पाइरहेछौँ नि त। चितवनले पाउने कुरामा महानगरकै केसमा पनि चाहिँ विराटनगरले कम्पेरिटिभ पाउँदाखेरि चाहिँ अब अलिकति पहल नपुगेको हो कि यो चाहिँ के हो भन्दाखेरि म यसमा पनि फेरि समस्या के छ भन्दाखेरि एडिबीले जुन कार्य चाहिँ पछिल्लो समय गर्यो नि विराटनगरमा त्यो गरिसकेको कारणले गर्दा अहिले तुरन्तै इन्भेस्टमेन्ट नगर्ने भनेर भन्छ हाम्रोमा चाहिँ पश्चिमतिर जाउँ हामी अर्को ठाउँमा गरौँ भनेर उनीहरू परिरहेको छ 2026मा 2027मा चाहिँ उहाँहरू फेरि फर्केर आउने भन्ने अहिले कुरा भइरहेछ। त्यसको लागि चाहिँ शहरी विकास मन्त्रीसँग मेरो बारम्बार चाहिँ कुरा भइरहेछ। यसलाई चाहिँ मैले के भने डिपिआर बनिसकेको चिजमा चाहिँ इन्भेस्टमेन्ट गर्नलाई के समस्या त जुन ठाउँमा डिपिआर भएको छ नि त्यो ठाउँमा किन तपाईँहरू पैसा खर्च गर्नुहुन्छ त्यो त के भन्दा इम्प्लिमेन्टेसनमा जाँदैन त कमसेकम भएको बजेटलाई रिलोकेट गरेर तपाईँ चाहिँ डिपिआर बनेकोमा पठाइनुहोस् न कमसेकम यहाँ त काम हुन्छ भनेर भनिरहेको छौँ। अब भन्दाखेरि चाहिँ शहरी विकास मन्त्रीज्यूबाट आएको कुरा चाहिँ के हो भन्दाखेरि एडिबीले चाहिँ 2026सम्म विराटनगर अथवा पूर्वमा विराटनगर धरानमा पनि अथवा पूर्वमा काम नगर्ने भनेर भनेको कारणले गर्दाखेरि अड्केको भाइ भनेर भन्नुहुन्छ। त्यस कारण चाहिँ हामीले लबी चाहिँ गरिरहेको छौँ हेर्दै जाउँ बिस्तारै के हुन्छ। अब यो यहाँ त हुन्छ नि देश विदेश पनि घुम्नुभएको मान्छे पढे लेखेको मान्छे हुनुहुन्छ विराटनगरमै जन्मिनुभयो यहीँनेरि चाहिँ यहाँको चाहिँ बाल्यकाल बितेको छ विराटनगरलाई माया गर्ने मेयर भनेर पनि यहाँले विगतका इन्टरभ्यूमा पनि भन्नुभएको थियो म विराटनगरमै जन्मेको मान्छे मलाई यो भ्रष्टाचार अन्त गर्छु म घुस लिँदिनँ म आफै सम्पन्न हुन्छु म किन घुस लिने जनताले पनि त्यसरी बुझ्थ्यो नि त। अहिले यहाँले चाहिँ यो 3 वर्षको कार्यकालमा छातीमा हात राखेर भन्दाखेरि चाहिँ बसो लाग्ने विराटनगर बनाउन सक्नु भएको छ जस्तो लाग्छ आफ्नै सहरलाई। त्यो टार्गेटतर्फ चाहिँ नि म 60% पुगेको छु जस्तो लाग्छ। म उदाहरणसहित भन्छु एकजना महानुभाव जापानबाट विराटनगर आउनु आफ्नो प्रपर्टी बेच्ने भनेर आउनुभयो। प्रपर्टी बेच्ने भनेर आउनुभयो उहाँले चाहिँ प्रपर्टी बेच्नलाई चाहिँ के भन्दाखेरि उहीँदेखि सबै चाहिँ चाँजोमाँजो मिलाएर अब चाहिँ के भन्छ ग्राहक पनि भेटेको छ म यो सम्पत्ति बेच्छु म जान्छु भनेर चाहिँ उहाँ आउनुभयो। उहाँले आएर अहिले पछिल्लो समय चाहिँ देखेको विराटनगरमा म अब चाहिँ छोड्नु हुँदैन रहेछ विराटनगर राम्रो बन्दै रहेछ त्यस कारण चाहिँ म मेरो सम्पत्ति बेच्दिनँ भनेर उहाँ फर्केर जानुभयो। अब म फर्केर आएर रिटायर्ड लाइफ यहीँ बिताउँछु भनेर जानुभयो भनेपछि मैले जापानबाट आउने मान्छेले यो विराटनगर प्रपर्टी बेच्नु हुँदैन भविष्य राम्रो छ विराटनगरको भनेर फर्केर जानुभयो जसले चाहिँ के भन्दा सम्पत्ति बेच्न आउनुभएको थियो भने मलाई लाग्छ मैले चाहिँ 60%देखि 65% अथवा 55देखि 65%को बिचमा चाहिँ मैले विराटनगरलाई बनाएको छु जस्तो मलाई लाग्छ। अब यो विराटनगरकै केसमा अथवा चाहिँ सिस्टमकै केसमा सिस्टम बसाउने केसमा चाहिँ पार्किङको विषय पनि आउँछ। यहाँले बजार एरियामा चाहिँ पार्किङ नगरौँ भनेर छुट्टै ठाउँ पनि बनाउनु भयो तयारी गर्नुभयो केही दिन त पेलेर पनि लानुभयो यहाँहरूले तर फेरि ब्याक हुनु। म ब्याक भएको होइन तपाईँले अझै बुझ्नु भएन कुरा मैले बारम्बार भनेको रहेछ मिडिया मार्फत यो विराटनगरका व्यापारीहरू एउटा कुरा चाहिँ के छ भन्दाखेरि मैले जहिले पनि एउटा जुनसुकै फोरम बिजनेस फोरममा जाँदाखेरि चाहिँ अथवा म मिनिस्टर्सहरूको बिचमा बिजनेस डिस्कसनको विषयमा इकोनोमीको विषयमा डिस्कसन हुँदाखेरि जहिले पनि के भन्छु भन्दाखेरि जबसम्म युनिफर्म रेट जोगबनीको र अथवा इन्डियाको र बोर्डरिङ टाउन्सहरूको हुँदैन तबसम्म हामीले चाहिँ हाम्रो बिजनेस इकोनोमीलाई बुस्ट गर्न सक्दैनौँ। त्यसकारण या त सिल गर्नु पऱ्यो बोर्डर होइन सिल गर्न हाम्रो सामर्थ्यता छैन भने हामीले के भन्दा उनीहरूको रेट अनुसारको चाहिँ के भन्दा युनिफर्म रेट हामीले राखिदिनु पऱ्यो यहाँ अझ ट्याक्सेसन त्यही हिसाबले बनाइनु पऱ्यो होइन। त्यो जबसम्म हामी गर्न सक्दैनौँ तबसम्म हाम्रो व्यापार चल्दैन। अब नचलेको त छैन तपाईँ अहिले पनि अहिले जोगबनी गरेर तपाईँले हेर्नु भने त्यहाँ खुट्टा टेक्ने ठाउँ छैन विराटनगरमा के भन्छ व्यापारीहरू झिया मारेर बसिराखेको हुन्छ होइन। अब त्यो परिस्थितिमा मैले पार्किङ निकालिदिइसकेपछि जाने ग्राहक पनि के भन्दाखेरि मोटरसाइकल लगेर अथवा गाडी लगेर पार्क गर्न नपाएर ठाउँ नपाएको अथवा चाहिँ के भन्छ दुःख कष्ट नगरिकन हामी यहाँ छोडिदिएर गएर जोगबनी लिने भनेर भनिसकेपछि त व्यापारीहरू पनि त के भन्दाखेरि हाम्रै जनता हुन् नि ती व्यापारीहरूले गरेको ग्रिभेन्सेसको के भन्छ एड्रेस हामीले महानगरपालिका गर्ने कर्तव्य भएको कारणले गर्दाखेरि हामीले चाहिँ के भन्दाखेरि ल ठिकै छ मोटरसाइकलै राखेर चाहिँ के भन्दाखेरि मोटरसाइकलै चाहिँ पार्किङ गर्दाखेरि गाडी पार्किङ गर्दाखेरि तपाईँको व्यापार कस्ट हुन्छ छोडिदिनुहोस् न त अहिले बढ्यो होला त व्यापार बुझ्नु भएको फेरि व्यापारीहरूसँग त तपाईँले पार्किङको यो म चाहिँ मान्दिनँ तर व्यापारीहरू सन्तुष्ट हुनुहुन्छ त्यो विषयमा त्यस कारण मैले के भन्दाखेरि सबै केही बजारको व्यापारीलाई मात्रै हेरेर चाहिँ यो निर्णय गर्दाखेरि चाहिँ समग्र रूपमा विराटनगरको ट्राफिक व्यवस्थापन त फेरि लथालिङ्ग भएको छ नि त होइन। म त त्यसरी मान्दिनँ हामीले ट्राफिक लाइट राखेपछि चाहिँ 2-3वटा कुराहरू भएका छन् जस्तो तपाईँले हेर्नु 6वटा ठाउँमा चाहिँ ट्राफिक लाइट राखेको छौँ हामीले विगतमा हुने जुन ट्राफिक एक्सिडेन्ट्सहरू छ त्यसलाई न्यूनीकरण गर्न चाहिँ यसले ठुलो मलाई लाग्छ अब ट्राफिक लाइट हालेर चाहिँ ट्राफिक लाइट चाहिँ के भन्दा इन्ट्रोड्युस भइसकेपछि हामीले चाहिँ औपचारिक उद्घाटन त गरेर चाहिँ ट्रायल बेसिसमा राखेका छौँ तर त्यहाँदेखि त्योभन्दा अगाडि चाहिँ महिनामा हुने 2-3टा मृत्युका घटनाहरू चाहिँ बन्द भएको र सहज तरिकाले चाहिँ के भन्दाखेरि गाडी आवत जावत भएको चाहिँ देखिन्छ होइन। अब ट्राफिक अव्यवस्थित भन्नाले अब हामीले चाहिँ हाम्रो रिसोर्सेस लिमिटेड रिसोर्सेस भनेर भन्यो नि त मैले फेरि पनि हामीसँग साधन स्रोत सीमित छ चाहना असीमित छ सबै चिज पुरा गर्न सक्दैन तर ट्राफिक लाइट चाहिँ हामीले एउटा हस्पिटल चोकमा एउटा चाहिँ के भन्दाखेरि हाटखोला चोकमा
अझै चाहिँ के भन्दाखेरि ट्राफिक चोकमा हामीले राख्न सक्यो भने त्यसले चाहिँ के भन्दाखेरि अझै चाहिँ के भन्छ ट्राफिकलाई व्यवस्थित बनाएर लान्छ र विराटनगरमा भएको हाम्रो चाहिँ एबिसिडी प्लट छ जुन चाहिँ मुटुमा छ विराटनगरको त्यसमा चाहिँ हामीले के गर्न कोसिस गरिरहेको छौँ पब्लिक प्राइभेट पार्टनरसिप अन्तर्गत चाहिँ हामीले त्यो मन्दिर जुन छ हनुमान मन्दिर पछाडिको कम्पाउन्ड र अनि त्यो पार्क बन्न लागेको छ जुन चाहिँ बनेन पछिल्लो समय त्यो दुईवटा पार्कलाई इन्टिग्रेट गरेर तलबाट अन्डरग्राउन्ड पार्किङ बनाऊ बजारको सबै पार्किङ त्यहाँ तल के भन्छ एड्रेस हुने सडक भत्काएर है माथिको त्यो त हाम्रो प्रपर्टी दुवैपट्टि त्यसलाई खनेर चाहिँ के भन्दाखेरि त्यहाँ तल अन्डरग्राउन्ड पार्किङ बनाऊ अनि माथि चाहिँ के भन्छ सडक निकालेर दुईपट्टि चाहिँ बिजनेस कम्प्लेक्स बनाऊ भनेर चाहिँ प्राइभेट कम्पनीजहरूसँग कुरा भइरहेछ त्यो त यो पनि सुनेको धेरै भयो क्या यो अगाडि यहाँकै पार्टीबाट यो होइन यो मेयर हुनुभएका भीम पराजुलीले पनि यस्तै कुरा गर्नुहुन्थ्यो होइन यो चाहिँ के भन्दा सुन यो अरूहरूले भनेको मलाई थाहा छैन मैले पनि भनेको चाहिँ के भन्दाखेरि भर्खरै चाहिँ के भन्दाखेरि पब्लिक प्राइभेट पार्टिजहरू भेटेर चाहिँ नि यो इन्भेस्टमेन्ट समिटको बेलामा चाहिँ आएका बिजनेस पार्टिजहरूसँग कुरा गरेर मात्र निकालेको कुरा हो मैले कसैले चाहिँ अघिल्लो पालि भने जस्तो अघिल्लो पालि चाहिँ के थियो भन्दा कुरा त्यो तपाईँको चाहिँ के भन्छ इलेक्ट्रिक अथवा चाहिँ के भन्छ मेकानिकल के भन्दाखेरि पार्किङ चाहिँ के भन्छ एउटा गाडी लगेर माथि राख्ने अर्को गाडी राख्ने त्यो चाहिँ किन हुँदैन रहेछ भन्दा त भनियो त्यो किन भाइबल छ भने एक त लोड सेडिङको समस्या जेनेरेटर चलाएर चाहिँ त्यसलाई युज गर्दाखेरि चाहिँ तपाईँको चाहिँ के भन्दाखेरि एक्सपेन्स चाहिँ के भन्दाखेरि लिने भन्दा पनि बढी देखिन्छ र महानगरपालिकाले त रिबेट दिन लिने होइन त्यस कारण चाहिँ हामीले त्यो पनि भाइबल नभएको कारणले र हामीसँग पार्किङ स्पेस बजारमा चाहिँ नभएको कारणले गर्दाखेरि पार्किङ गर्न सकिरहेको छैन हामीले त्यस कारण चाहिँ अन्डरग्राउन्ड पार्किङ बनाऊ माथि बिजनेस कम्प्लेक्स बनाऊ भनेर चाहिँ प्राइभेट पार्टिजहरूसँग भर्खर भनौँ न 2 हप्ता 3 हप्तादेखि चाहिँ कुरा भइरहेको पर्छ यो इन्भेस्टमेन्ट समिटमा पनि विराटनगरमा पोर्टवे बन्ने विराटनगर टु धरान पोर्टवे भन्ने खालका पनि समाचारहरू आए धेरै कुराहरू आयो विराटनगर महानगरपालिकाले चाहिँ यसमा इनिसिएसन लिएको छ या होइन हामीले सल्लाह भएको छ छैन के छ यो सम्भव छ यस्तो छ अब असम्भव केही कुरा छैन होइन प्रदेश सरकार ल्याएर लगानीकर्ता ल्याएर चाहिँ के भन्दा पोर्टवे बनाउँछु अथवा चाहिँ के बनाउँछु भनेर भन्छ हामी त एन्टरटेन गर्न त एकदमै तयार छ किन विराटनगर जति पनि विकसित हुन्छ त्यति हामीलाई फाइदा छ त्यस कारण चाहिँ हामी पोजिटिभ छौँ केही कुरा आयो भने हामीले चाहिँ सहजीकरण गर्ने काम चाहिँ हामी गर्छौँ अब हिजो हामीले सामाजिक सञ्जालमा चाहिँ हाम्रो आवर विराटनगरकै पेजमा चाहिँ जनताको प्रश्न पनि सोधौँ त यहाँसँग अन्तर्वार्ता हुने भनेपछि भनेर राखेको थियौँ त्यहाँ अधिकांश कमेन्ट यहाँले पढ्नुभयो पनि होला मैले पढेँ कस्तो लाग्यो पढेर कमेन्ट यो त के भन्दाखेरि जनप्रतिनिधिलाई हेर्ने दृष्टिकोणै छैन के भन्दाखेरि यस्तै भएको कारणले गर्दाखेरि म चाहिँ यस विषयमा चाहिँ धेरै भन्न चाहदिनँ तर जुन तरिकाले लेखिया छ ठिक छ होइन ग्रेभेन्सेस आफ्नो ठाउँमा छ जस्तो केही छ भने आएर महानगरपालिका प्रमुखलाई भेट्न अरू ठाउँमा त थाहा छैन मलाई मेरोमा त 5 मिनटभन्दा माथि लाग्दैन मलाई भेट्न त्यस कारण आएर चाहिँ ग्रेभेन्सेस राख्यो हुन्छ अब कुनै कुरा पुगेको छैन रिसोर्सेसले भ्याउँछ भने अथवा चाहिँ साधन स्रोतले भ्याउँछ भने मैले गर्ने हो नसक्ने काम त म पनि भगवान् त होइन त्यस कारण हुने काम गर्ने हो नहुने जनताले चाहिँ विराटनगरमा पनि मेयर पो छन् मलाई त हाम्रो ठाउँमा किन मेयर छैनन् भन्ने लाग्थ्यो जस्ता कमेन्ट पनि गरेका छन् अनि धेरैजनाले चाहिँ हुन्छ नि आफ्नै समस्याहरू पनि उहाँले राख्नु भएको छ यता होइन रोसेसदेखि पारी चाहिँ विकास भएन भनेर समस्याहरू राख्नु भएको छ नगर बसको कुरा गर्नु भएको छ यहाँले नगर बसमा फोटो पनि खिचाउनु भयो अहिलेसम्म आएन भन्ने खालको कुराहरू गर्नु भएको छ यो महानगर बहुप्राधिक शिक्षालयको कुरा पनि गर्नु भएको छ उहाँहरूले त्यसमा चाहिँ यहाँ यो व्यवस्थापकीय कुरा गर्नु भएको छ उहाँले विराटनगरमा कार्यालय सेवा करार पदपूर्ति मार्फत नियुक्ति हुनुभएका सहायक लेखापाल कसले लेखेको छ त्यो चाहिँ यो एकजना सङ्गीता पोखरेल भन्ने एकजना अब यो यस्तो हो म तपाईँलाई बताइन्छु अब यसमा चाहिँ के छ यो सङ्गीता पोखरेलजी चाहिँ नि पहिले बहुप्राविधिक विद्यालयमा शिक्षकको रूपमा चाहिँ काम गर्नुहुन्थ्यो म पोलिटिकली अपोइन्टेड हुनुहुन्थ्यो त्यो उहाँको चाहिँ नि उहाँको पदावधि सिद्धिसकेपछि चाहिँ उहाँले जबरजस्ती त्यो स्कुलमा काम गर्न खोज्नुभयो त्यो नगरेको कारणले उहाँले नेगेटिभ लेख्नुभयो नेगेटिभ केही पनि छैन त्यहाँ ओके अर्को एउटा गुणराज रिजालले लेख्नु भएको छ मेयरज्यू नमस्कार विराटनगर 5 कार्यालय केही पर रहेको दाना फ्याक्ट्रीदेखि वडा नम्बर 6 बिपी टोल हुँदै बग्ने सतलनिया पैनीमा ढक्कन लगाई माग्न 100 पटक जति महानगर धायौँ वर्षौँ भयो कसैले सुनवाई गरेन भनेर लेख्नु भएको छ गुणराज रिजालले अब यसको चाहिँ के छ भन्दाखेरि नि मैले फेरि पनि भने साधन स्रोतले भ्याउने गर्ने हो नभएको चिज त कहाँबाट ल्याएर गर्ने होइन त्यस कारण चाहिँ के भन्दाखेरि ढिला सुस्ती भएको होला जस्तो अहिले पनि तपाईँले महानगरपालिकामा त त्यहाँ त लेखेको छैन त्यो बताइन्छु हामीले जति पनि चाहिँ योजनाहरू अगाडि बढायौँ त्यसको चाहिँ पेमेन्ट गर्न नसकेर चाहिँ ठेकेदारहरू हामीसँग आइहुनुहुन्छ अब उहाँहरूले पनि फेसबुकमा यसै गरी लेख्नु बिजोग छ र महानगर बिजोग त अब 51% विराटनगरवासीले मात्र चाहिँ ट्याक्स पे गरेको देखिन्छ हामीले मान्छे खटाएर चाहिँ गाउँ गाउँमा पठाउँदाखेरि पनि ट्याक्स उठेको देखिँदैन गर्ने के हामीले भन्नुहोस् न
जबसम्म सुन्नुहोस् न, विराटनगर महानगरपालिका त मैले चलाउनु ठिक छ, म्यानेजरियल पार्टमा म छु, तर हैसियत त विराटनगरवासी सबैको सम्मान हो नि। मेरो जति उहाँहरू जति मेरो पनि हो। त अपनत्व त मैले मात्र लिने, म्यानेजरियल पार्ट मैले मात्र गर्ने हो कि अपनत्व त सबैजनाले लिने भन्ने कुरा हो। जबसम्म सबैजनाले अपनत्व लिएर चाहिँ यो महानगरपालिका बनाउनुपर्छ भनेर भन्नु न, तबसम्म त यो प्रब्लम प्रिभेल गर्छ। त्यस कारण अहिले पनि चाहिँ के भन्दा 51% विराटनगरवासीले मात्र के भन्दाखेरि ट्याक्स पे गरेको देखिन्छ। यसलाई बढाएर चाहिँ के भन्छ 90%, 95% बनाए समस्या हुँदैन नि, होइन? उठ्ने तपाईँ चाहिँ के भन्दाखेरि महानगरपालिका बन्नलाई महानगरपालिकाको आन्तरिक स्रोत कमसेकम 1 अर्ब रुपियाँ हुनुपर्छ भनेर भनिएको छ। हाम्रो मैले टेक ओभर गर्दै मैले मेयर भएर आउँदाखेरि 39 करोड रुपियाँ मात्र उठेको देखिन्थ्यो त्यो सालै पछि। त्यसलाई बढाएर 65 करोड रुपियाँ पुर्याएँ मैले। 64-65मा आयो, हाराहारी अहिलेसम्म त्यही चलिरहेको छ। त्योभन्दा माथि हामी उठ्नै सकेका छैन। जबसम्म त्यो अपनत्व चाहिँ के भन्दा सबैजनाले लिँदैन तबसम्म त मैले विराटनगर कसरी बनाउँदा किन आएन त? त्यो त अब यस्तो छ नि, किनभने यहाँले त स्टेक होल्डरहरू सबै चिन्नै भएको छ, विराटनगरकै मान्छे, यहाँका ठुला नेता पनि चिन्नु भएको छ, होइन? सबैजनासँग तपाईँको राम्रै सम्बन्ध छ। अब यो सबैजनासँग यो त के भन्दा नेतालाई चिन्ने कुरा होइन नि। यो त के भन्दा इन्डिभिजुअली व्यक्तिले आफ्नो अपनत्व लिएर आफ्नो के भन्छ यो पालिकालाई बनाउने हो नि, मैले चाहिँ के भन्छ कन्ट्रिब्युट गर्नुपर्छ भन्ने फिलिङ हुनु पऱ्यो नि। यो नेता चिनेर ठुलो मान्छे चिनेर त के हो? यो नेतापट्टिको अविश्वासले गर्दा यो नो होइन। के हो त? यो के हो भन्दाखेरि यो चाहिँ के भन्दाखेरि एक त ज्ञान नभएको पनि होला, होइन? हामीले शिक्षा दिँदाखेरि बढेको देखिन्छ, तर सबैतिर जस्तो ब्याङ्किङ गर्छु म कुनै व्यवसाय गर्छु अथवा ब्याङ्किङ गर्छु भने मैले त के भन्छ ब्याङ्किङ गर्नलाई त फेरि ट्याक्स पे गरेको हुनुपर्छ। त्यस्ता खालका व्यक्तिहरूले चाहिँ के भन्दा ट्याक्स पे गरेको देखिन्छ। अब जसलाई चाहिँ के भन्छ 20 बिघा के भन्छ 5 बिघा जमिनमा चाहिँ के भन्छ घर बनाएर बसेको छ, मैले के व्यापार पनि गर्नु छैन, व्यवसाय पनि गर्नु छैन, मलाई के मतलब मैले पर्खाल घेरेर राखेको छु, भित्रपट्टि के भन्दा महानगरपालिका आएर गरी पनि दिँदैन, अनि किन दिन त मैले पैसा भन्ने खालका मान्छे पनि हुन्छ। त्यही पनि भने मैले फेरि पनि जबसम्म उहाँ जस्ता त्यस्ता खालका व्यक्तिहरू जसले चाहिँ के भन्दाखेरि राज्यसँग कुनै के भन्दाखेरि समाजसँग कुनै पनि केही गर्दैन, जस्तो भनौँ न व्यापार गर्दैन, व्यवसाय गर्दैन, अथवा चाहिँ कुनै चिजले चाहिँ अब्लाइज हुँदैन सरकारप्रति, त्यो मान्छेले पनि यो विराटनगर मैले बनाउनुपर्छ जबसम्म सोच हुँदैन तबसम्म यतिकै भइरहेको छ। अर्को एकजनाले चाहिँ यो केसलिया खोला छेउको डम्पिङ साइट कहिले व्यवस्थित हुन्छ भनेर लेख्नु भएको छ। यो डम्पिङ साइट व्यवस्थित होइन। अब जस्तो हामीले चाहिँ यही फेरि पनि मैले अघि पनि भने त्यो एडिबीको कुरा मैले भने नि, जुन चाहिँ हामीले सलिड वेस्ट म्यानेजमेन्ट ड्रेनेज सिस्टम र 40 किलोमिटर बाटो एडिबीले बनाइनु भनेर डिपिआर रेडी भयो। अब हामीले चाहिँ सलिड वेस्ट म्यानेजमेन्ट, मेडिकल वेस्ट म्यानेजमेन्ट र इलेक्ट्रिकल वेस्ट म्यानेजमेन्ट तिनटाको प्लान्ट लगाइदियो है भनेर चाहिँ डिपिआर बन्यो। अब शहरी विकास मन्त्रीसँग हामी कुरा गरेको छ 2026भन्दा अगाडि साइन हुँदैन भनेको कारणले गर्दा अड्केको छ। 10 बिघा जमिन हामीले किनेर राखेका छौँ सलिड वेस्ट म्यानेजमेन्टको प्लान्ट बनाउनलाई। त्यो अब 2026मा जब साइन हुन्छ त्यसपछि सुरु हुन्छ। अनि धेरैले चाहिँ यो बाढी आउँदाखेरिका समस्याहरू भन्नुभएको छ, यो पनि अब साधन स्रोत यो हाम्रो साधन स्रोतले भन्छ। मैले ड्रेनेज सिस्टम अघि जोडेँ नि त तपाईँलाई, जस्तो जुन अब कति वर्ष चाहिँ नि सर सुन्नु न, यहाँले 3 वर्ष अझै लाग्छ यो 15-20 किन यो अर्बौँ रुपियाँको प्रोजेक्ट हो यो। तपाईँले हामीले 15-20 वर्ष भन्दा अगाडि यो बन्दैन। 15-20 वर्ष होइन, कमसेकम 10 वर्ष राखौँ न, 10 वर्षको रेन्जमा राखौँ। किन भन्दाखेरि यो अर्बौँ रुपियाँको प्रोजेक्ट हो, फेरि यो खेलाची होइन। तपाईँले हामी जसरी चाहिँ इजिली भन्छौँ नि त्यो इजी छैन। जस्तो अनि यहाँले घोषणापत्रमा पनि त्यो कुरा चाहिँ लेख्नु भएको रहेछ क्या, यहाँले घोषणापत्रमा लेखेको। त्यसै कारण त 2026 आउँछ भने मैले ठोक्का साथ भन्ने आएको छु नि त, किनभने त्यसको प्रयासरत त म छु नि त। जस्तो हामीले के गरेछौँ भने हामीले ठिकै छ, हामीले नाला बनाउन सकेनौँ, ड्रेनेज सिस्टम आउटलेट दिन सकेनौँ, तर तपाईँले अहिले पनि हेर्नु भने विगतमा जसरी चाहिँ के भन्छ डुबान हुन्थ्यो त्यसरी चाहिँ डुबान नभएको चाहिँ देखिन्छ। किन भन्दाखेरि नाला 50औँ वर्षदेखि नखुलेका नालाहरू जति थिए सबैलाई सफा गरेर चाहिँ पानी जाने चाहिँ हामीले बनाइदिएका छौँ। त्यसले गर्दा नि राहत चाहिँ जनताले महसुस गर्नुभएको छ जस्तो विराटनगरवासीले महसुस गर्नुभएको छ जस्तो लाग्दछ। र जहाँ नाला छ जहाँबाट चाहिँ पानी गइरहेको छ त्यसको साइडबाट अर्को नाला निकालेर पनि हामीले चाहिँ व्यवस्थित, जस्तो 15 नम्बर तपाईँले हेर्नु भने विगत अघिल्लो साल चाहिँ यति पानी जम्थ्यो, खुट्टा घुँडासम्म आउँथ्यो पानी। यो साल पानी छैन किनभने साइडबाट हामीले नाला निकाल्दैछौँ। त्यसै गरी अब हामी यो दुध फार्म अगाडि जुन छ नि 3 नम्बर वार्डमा जुन डुवान छ त्यसको पनि चाहिँ के भन्छ निकास निकाल्न चाहिँ हामीले योजना अगाडि सारेछौँ। हेर्नु त्यो अब यो के हुन्छ भन्दा 100% ग्यारेन्टी त हुँदैन किनभने नेचरको कुरा हो, तर पनि ट्रायल एन्ड एररको रूपमा चाहिँ हामीले एउटा साइडबाट नाला निकालेर लैजाउँ भनेर चाहिँ योजना अगाडि एकजनाले कमेन्ट गर्नुभएको छ, यो मलाई अलिकति इन्ट्रेस्टिङ लाग्यो, उहाँको आरोप पनि हुनसक्छ। यो नागेश कोइराला मेयर विराटनगरको नगरको मेयर बन्नु नै भएन, उहाँ अहिले पनि नागेश बाबु ब्राकेटमा जमिनदार पदमै रहनुभयो,
यसबारेमा के छ उहाँको भनाइ सोधिदिनु होला भनेर भन्नुभएको यो त छ। उहाँले भन्न खोज्नु भएको चाहिँ के होला जस्तो लाग्छ भन्दा धनी मनीको लागि मात्रै मेयर हो कि भन्ने खोज्ने भएको जस्तो पनि लाग्छ। खै अब त्यस्तो त मलाई लाग्दैन, म त सबैतिर पुगेको छु जस्तो लाग्छ। अर्को एउटा प्रश्न उहाँले गर्नुभएको छ, आफ्नै घर छेउछाउमा यहाँको यहाँ पछाडि नै यहाँको घर बन्दैछ क्यार, ती छेउमै त्यो मन्दिर छ, मन्दिरको बाटो चाहिँ सधैँ नै त्यो अलिकति पानी पर्ने बित्तिकै त हिलाम्बे त्यो हिँड्नै नसक्ने हुन्छ। त्यो मन्दिर अगाडिको बाटो बनाउन चाहिँ बजेटै नभएर हो। बजेटै नभएर हो। 25 लाख रुपियाँ 30 लाख रुपियाँको आएको छ क्या, पैसा नभएर रोकेर राखेको छ, त्यसलाई अगाडि बढाइ पैसा नभइकन केही बन्ने रहन्छ विराट बन्दैन। अब यो उधारो राखेर पनि काम गर्नु भएन, जस्तो इटरीको उदाहरण तपाईँले देखिहाल्नुभयो होइन। त्यस कारण चाहिँ कसरी हामीले चाहिँ के भन्दाखेरि साधन स्रोत यसो हुन्छ नि, तातो भएपछि त काम गर्न सहज हुन्छ नि त। पैसाको तातै छैन भने कसरी काम गर्ने भन्नुहोस् न। हामीले पैसा पर्याप्त हो भने त हामीलाई के छ र काम गर्नलाई, के छ समस्या छैन नि त। त्यस कारण अनि फेरि यो नेपाल सरकारको जुन टेन्डरको प्रक्रिया छ नि, यो पनि चाहिँ एउटा चाहिँ बाधक हो कि हाम्रो लागि। एउटा प्रोजेक्ट गर्नलाई हामीले टेन्डर निकाल्नु कमसेकम 3 महिना 4 महिना चाहिँ पर्खिनुपर्छ। अनि आर्थिक वर्षमा 1 वर्ष 1 महिना 2 महिना 3 महिना चाहिँ के भन्दाखेरि बजेट बनाउँदै जान्छ। अनि रहेको महिनामा चाहिँ के भन्छ 3 महिना 4 महिना लाएर चाहिँ बनाउँदाखेरि अनि फेरि लोएस्ट बिडर भन्छ, क्वालिटी कमसल भएर आउँछ। यी सबै कुराहरू छन्। एउटा यो अर्को मलाई प्रश्न सोध्न मन लाग्यो, नागरिकको गुनासो सुन्ने र समाधान गर्ने औपचारिक प्रणाली कस्तो छ, त्यो प्रभावकारी छ भनेर एकजनाले सोध्नु भएको छ। त्यसको लागि त हामीले के भन्दाखेरि फ्रीमा हटलाइन राखिदिएका छौँ, हेल्पलाइन राखिदिएका छौँ। त्यसै गरी चाहिँ गुनासो @ के भन्छ विराटनगर म्युनिसिपालिटी @ डेली आउँछ नि त्यो त। त्यो तपाईँ अफिसमा आउँछ नि, डेली सम्बोधन हुन्छ नि। सम्बन्धित डिपार्टमेन्टको आयो भने सम्बन्धित डिपार्टमेन्ट जान्छ, उसले चाहिँ समस्या समाधान गर्छ। त्यो त 1 घन्टामा आएको पनि चेक हुन्छ त्यो चाहिँ। ओके, प्रभावकारी छ। प्रभावकारी छ त्यो। ठिक छ, म केही अरू पनि यसो हेर्दैछु। हुन्छ, हेर्नुहोस् न। अर्को एकजनाले चाहिँ पूर्व मेयरले गरेको काममा चाहिँ यहाँले चाहिँ त्यसलाई समर्थन गर्नु भएन भनेर पनि लेख्नु भएको छ। यो चाहिँ लाग्छ होला मलाई महेन्द्र चोकको त्यो रोडको कुरा गर्न खोज्नु। त्यसमा चाहिँ मेरो रिजर्भेसन छ। त्यो साँच्चीकै छैन विराटनगरको त्यो के हुन्छ सर? अब भनिदिनु त बन्छ बन्दैन त्यतिकै छ। यस्तो छ, अब त्यो प्रोबेसन पिरियडमा चाहिँ हामीले केही गर्न मिल्दैन। जबसम्म ठेकेदारले हामीलाई ह्यान्डओभर गर्दैन तबसम्म हामीले केही भन्नै मिल्दैन। अहिले प्रोबेसन पिरियडमै भएको कारणले गर्दाखेरि अब त्यसैलाई कसरी व्यवस्थित गरेर अगाडि बढ्ने भन्ने कुरा हो। तर एउटा कुरा चाहिँ के हो भन्दाखेरि त्यो विराटनगरको लाइफलाइन हो। त्यहाँबाट छिर्दाखेरि चाहिँ विराटनगरको हरेक ठाउँ पुग्न सकिन्छ र इजी एक्सेस हो त्यो विराटनगरको। त्यस कारण चाहिँ यो विषयमा चाहिँ म रौँला नरौँला आफ्नो ठाउँमा छ। तर सबैजनाले चाहिँ ठुलो नागेश भर्सेस यो भीम भएर चाहिँ यस्तो भएको भीमको कुरा। अब जनता भर्सेस पूर्व मेयर हो भने चाहिँ मलाई थाहा छैन, तर मेयर म भर्सेस चाहिँ होइन। किनभने मैले त जनताको कुरा चाहिँ म जनताको प्रतिनिधि हो। म पूर्व मेयरको प्रतिनिधि होइन नि त, म त जनताको प्रतिनिधि हो नि त। जनताले जे हुन्छ त्यो कुरा सुन्ने, मैले पूर्व मेयरको कुरा सुन्ने हो। अहिले तत्काललाई केही भन्दैन त्यो। जनताले जे हुन्छ त्यही हुन्छ। जनता जे चाहनुहुन्छ त्यही हुन्छ। जनताबाट निर्वाचित भएर आएको, जनताको काम गर्छु भनेर आएको छु। जनताले जे चाहनुहुन्छ त्यहाँको स्थानीय जे चाहन्छ त्यही हुन्छ नि। कसैको प्रतिनिधि भएर त पात्र भएर त आएको होइन नि म। कसैले भन्दैमा कसैले गर्दैमा। यत्रो वर्ष हो अनि यो जनता त त्यसलाई व्यवस्थित गरिदिनुहोस्, खोलिदिनुहोस्। त्यसलाई चाहिँ के त हामीलाई चाहिँ व्यवहार गर्नु दिन्छ। व्यवसाय प्रोभिसन पिरियड भएको कारणले रोकेर राखेको छ। जनताले आएर मलाई त्यही कुरा भन्नु त म त्यही गर्छु नि। यो थाहा छैन मलाई, हेर्नुपर्छ एकचोटि त्यसको लागि। मैले यकिन यो डेट चाहिँ थाहा भएन, तर प्रोभिसन पिरियडमा छ। हामीले ह्यान्डओभर पाइसकेका छैनौँ त्यो अझै। ओके, धेरै कमेन्टहरू छ। एकजनाले त यो अलिकति फनी पनि छ। रजनीगन्धाको प्राइस पनि घटाउनु पर्यो भनेर लेख्नु भएको छ। मलाई लाग्दैन यो मेयरले गर्ने काम हो। ओके, अनि धेरैजनाको धेरै खालको प्रश्नहरू पनि यहाँनिर देख्न सकिन्छ। म यो प्रश्न यहाँको टिमलाई उपलब्ध गराउँछु होइन, यहाँले चाहिँ त्यसमा चाहिँ अलिकति हेरिदिनु होला। किनभने अब जनताको मेयर भएर आइसके पछाडि चाहिँ जनताको कुनै प्रश्नलाई त्यसरी सुन्नुपर्छ भन्ने कुराहरू पनि रहन्छ। अब चाहिँ विराटनगर महानगरपालिकाले आगामी दिनमा ल्याइरहेका योजनाहरू अथवा चाहिँ जनतालाई देखिने गरी गरिरहेको कामहरू के छ? अब खानेपानीको योजना अघि मैले भनिहालेँ, एउटा सबभन्दा महत्त्वपूर्ण योजना हो। त्यो त WHO स्ट्यान्डर्डको पिउने पानी घर घरमा धाराबाट ग्लास थापेर चाहिँ पिउन सक्ने योजना हामीले अगाडि ल्याएको छौँ। अब यद्यपि महानगरपालिकाको इन्भल्भमेन्ट चाहिँ के भन्दा जमिन मात्रमा छ, अथवा चाहिँ फेसिलिटेट गरेको छ। हामीले के भन्दाखेरि क्याटलिस्टको रोल गर्यो। केमिकलमा भाग लिन्छ खानेपानी संस्थान र जायका हो। तर पनि हाम्रो चाहिँ महत्त्वपूर्ण भूमिका रह्यो त्यसमा। र अहिले चाहिँ कमसेकम 2026 सम्ममा चाहिँ पिउने पानी आउँछ। त्यो हाम्रो लागि चाहिँ ठुलो अचिभमेन्ट हो जस्तो मलाई लाग्छ।
अन्य थुप्रै कुराहरू छन् गरेका। अब यो मैले भन्ने भन्दा होइन, यो खेल क्षेत्रमा पनि अस्ति भर्खर हामीले पनि त्यो समाचार बनाएको थियौँ, विराटनगर महानगरपालिकाको आफ्नै खेल मैदान छैन भनेर। महानगर खेल मैदान छैन, तपाईँहरूसँग भएको त्यो शहीद मैदान पनि अहिले चाहिँ प्रदेश खेलकुद यो चाहिँ त्यसरी पनि म मान्दिनँ। यो चाहिँ के भन्दाखेरि तीनवटा तहको सरकारहरूको बिचमा के भन्दाखेरि एक खालको चाहिँ के भन्दाखेरि राम्रो इन्टरेक्सन नभएको अथवा कम्युनिकेसन नभएको कारणले भएको। महानगरपालिकाभित्र भएको रङ्गशाला मैले कसैले कसैको भनेर हुँदैन, त्यो त महानगरपालिकाभित्रैको प्रपर्टी हो नि त होइन। मैले त्यसै कारण चाहिँ महानगरपालिकाभित्र ठिकै छ, प्रदेश सरकारले हेरोस् अथवा सङ्घ सरकारले हेरोस्, त्यो सङ्घ सरकार भएन। तर के भन्दाखेरि त्यहाँ त खेलाडी जाने हो नि त, हामी राजनीति गर्ने अथवा चाहिँ के भन्दाखेरि ग्रिभेन्सेस गर्ने ठाउँ होइन। ठाउँ त्यहीँ छ। 19 नम्बरको पनि सङ्घ सरकारले गर्छ भने ठिक छ, आयोजना गर्छ भने ठिक छ, उसैले चाहिँ के भन्दाखेरि सङ्घ सरकारले नै हेरेर चाहिँ के भन्दाखेरि निगरानी गरेर गर्छ भने त्यो पनि ठिक छ। तर विराटनगरलाई यहाँले छोडेर उहाँहरूले पाउनु भयो नि त। पहिले उहाँहरूले छोडेर हामीले लिएर फेरि उहाँहरूले फिर्ता लानुभयो। फिर्ता लानु र हामीलाई चाहिँ कस्टली पनि भयो कि जस्तो चाहिँ त्यो फ्लड लाइटको चाहिँ एक रातकै बिल चाहिँ 70-80 हजार रुपियाँ आउने। त्यसरी चाहिँ त्यसको त्यो फिल्डलाई मेन्टेन गर्नलाई चाहिँ भिन्दै कर्मचारी राख्नुपर्ने होइन। त्यसै गरी चाहिँ के भन्दाखेरि भित्रका चाहिँ चिजहरू गर्नलाई चाहिँ भिन्दै कर्मचारी राख्नुपर्ने भएको कारणले गर्दाखेरि हामीले महँगो भइरहेको थियो। त्यस कारण चाहिँ राम्रै भयो जस्तो लाग्छ मलाई। उहाँहरूले लानुभएको छ, यद्यपि उहाँहरूले लगे पनि हाम्रै सम्पत्ति त नेपालीहरूको होइन। प्रदेश सरकारको मातहतमा रह्यो, सङ्घ सरकारको मेरै रह्यो पनि प्रदेशले पनि त्यति नै युज गर्ने हो, सङ्घले पनि त्यति युज गर्ने, उनीहरूको रह्यो पनि हामीले नै युज गर्ने हो। त्यस कारण त्यसमा केही छैन। अब यो यहाँहरूको चाहिँ प्रमुख प्रशासकीय अधिकृतसँग पनि थोरै लफडा परेको थियो, यो सल्भ भयो? त्यो सल्भ हुने चरणमा छ। यो चाहिँ किन हुन्छ? किनभने काठमाडौँ महानगरमा पनि बालेन र त्यहाँ पर्यो, यो चाहिँ किन भइरहेको? उहाँहरूको र हाम्रो चाहिँ समस्या भिन्दै भिन्दै हो जस्तो लाग्छ। त्यही त होइन, यो नीतिगत रूपमा चाहिँ यहाँहरूले आफ्नो कर्मचारी आफूले नियुक्ति गर्न नपाएको अवस्थामा चाहिँ मैले चाहिँ हरेक प्लेटफर्ममा भनेको जस्तो मन्त्री कोही मन्त्री मन्त्रालय जान्छ भने उसले आफ्नो सचिव त लान पाउँछ नि त। म यो सचिवसँग काम गर्छु भन्दाखेरि कम्फर्टेबली काम गर्न सक्छ नि त होइन। अनि उहाँहरू जस्तो मन्त्री हुन्छ उहाँ सांसद हो नि त होइन। सांसद हो त एउटा क्षेत्र निर्वाचन क्षेत्रबाट जितेर त मैले त 3-3वटा निर्वाचन क्षेत्रबाट जितेर त्यस्तो संसदीय क्षेत्र 3वटा हो नि त मेरा पनि। अनि महानगरपालिकाको प्रमुख भन्ने अनि सङ्घ सरकारले के भन्छ स्थानीय सरकारको प्रमुखसँग यो फलानु मान्छे पठाउँदा के हुन्छ भनेर सोधि पनि नदिने, त्यो त सोध्नु पऱ्यो नि। आखिरमा के भन्दाखेरि मन्त्रीजी जुनसुकै पार्टीको भए पनि अथवा चाहिँ म जुनसुकै पार्टी भए पनि हामी जनताको प्रतिनिधि हो नि त। हाम्रो के भन्दाखेरि पेसा त एउटै हो नि त, अथवा चाहिँ हाम्रो कर्म त एउटै हो नि। भनेपछि कङ्ग्रेसबाटै कोही आउनु पर्थ्यो यहाँलाई सहयोग? त्यस्तो होइन। आएको मान्छे मलाई कुन पार्टीबाट आएको मलाई थाहा छैन, को मान्छे आउँछ कुन पार्टीबाट आउँछ त्यो पनि थाहा छैन। कर्मचारी त कर्मचारी हो नि त। शिक्षा सेवावाला सेवाबाट चाहिँ के भन्छ सहसचिव बनेको मान्छे चाहिँ नि उहाँहरूले पठाउनु हो। अब मलाई शिक्षा सेवा मात्र हेर्ने हो कि मैले के भन्दा प्रशासनिक सेवा हेर्ने हो त? मैले त प्रशासनिक सेवा दुईवटा कुरा हो। एउटा प्रशासनिक सेवाको सहसचिव पठाइनुहोस् भने 1, 2 नम्बरमा के भन्दाखेरि जो आउँछ कमसेकम 4 दिन अगाडि, 5 दिन अगाडि, 10 दिन अगाडि त्यो मान्छेले र अनि त्यसपछि के भन्दा सम्बन्धित निकायले मलाई के भन्दाखेरि ल म यसो गर्दैछु के हो तपाईँको केही छ धारणा भनेर सोधिदिने कि नसोधिदिने। अनि त्यो पनि नसोध्ने। अनि त्यसो के भन्दाखेरि प्रशासनिक सेवाको मान्छे होइन शिक्षा सेवाको मान्छे पठाइने। अनि यो महानगरपालिका चलाउने मैले कसरी चलाउने त? कि शिक्षा मात्रै एउटा क्षेत्र हुनु पऱ्यो जहाँ मैले चाहिँ के भन्दाखेरि दखल दिएर काम गर्ने हुनु पऱ्यो? होइन नि त, प्रदेशको पठाउनु के भन्छ प्रशासनिक त पठाउनु पऱ्यो नि। त्यो नभएको कारणले गर्दा रोक्यो हो, न त हाम्रो कुनै विवाद होइन। अब यो कसरी अगाडि बढ्छ त? उहाँलाई तपाईँहरू काम गर्ने एउटा वातावरण दिनुहुन्छ, उहाँले पनि तपाईँसँग मिलेर काम गर्न सक्नुहुन्छ। किन सुरुमै चाहिँ आउनुभन्दा अगाडि नै तपाईँहरूले चाहिँ म राख्दिनँ भनिसके पछाडि त उहाँको मनोबल पनि घट्यो होला नि त? त्यस्तो होइन। मैले के भन्नु भन्दा सरकारले सङ्घ सरकारले गरेको जुन कार्य छ त्यो चाहिँ सच्याउनु पऱ्यो भनेर भने हो मैले। म व्यक्तिसँग मेरो के विरोध हो? व्यक्तिको विरोध होइन नि। सङ्घले गरेको निर्णय जुन छ त्यो चाहिँ के भन्छ सच्याउनु पऱ्यो भनेर। यहाँकै पार्टी सरकारमा छ नि त? छ एकदम सही कुरा हो। गठबन्धन हाम्रै हो। तर कुनै के भन्दाखेरि कुनै चिज गरिन्छ भने त सल्लाह त गर्नु पऱ्यो नि होइन। अब अलिकति राजनीतिकतिर जाउँ। यहाँलाई चाहिँ कङ्ग्रेस पार्टीभित्र चाहिँ शेखर प्यानल भनेर पहिला चिनिन्थ्यो, अहिले पनि हो नि। कहिले देवा प्यानल भनेर पनि चिनिन्छ, पहिले चिनिन्थ्यो, अहिले चिनिँदैन। म अहिले डाक्टर शेखर प्यानल त्यो चाहिँ एकदम सही कुरा हो। फेरि खुल्ला रूपमा भन्न सक्छु। तर बिचमा आरोप पनि लाग्दैन सोभिको चुनावको बेलामा चाहिँ फेरि शेखर प्यानललाई सहयोग गरेन नागेशले भन्ने खालको आरोप पनि लाग्यो। त्यस्तो होइन, त्यो त अब के भन्दाखेरि नि अब यो त कन्ट्रोभर्सियल कुराहरू हो होइन।
कन्ट्रोभर्सियल कुराहरू त आफ्नो ठाउँमा भइ नै राख्छ, चर्चा भइरहेको छ, परिचर्चा भइरहेको छ होइन, के भन्छन् यो आफ्नो ठाउँमा छ। तर म हो डाक्टर शेखर कोइरालाको प्यानलमा चाहिँ छु। ओके, अब अर्को राजनीतिक नै प्रश्न यहाँलाई, अबको मेरो आगामी दिनको सुन्नुहोस्, मैले फेरि पनि क्याटेगोरीले भन्छु है, शेरबहादुर देउवा मेरो पार्टी सभापति हो, आदरणीय सभापति हो, उहाँलाई म त्यही सम्मान गर्छु। तर मेरो नेता चाहिँ डाक्टर शेखर कोइराला हो। फेरि उहाँलाई नेता मान्न सक्नु भएन तपाईँले? मेरो पार्टी सभापति हो नि, उहाँलाई किन नमान्नु? मैले सबै म पार्टीको उपसभापतिको नाताले, जिल्ला पार्टीको उपसभापतिको नाताले मैले भन्दाखेरि मेरो सुप्रिम कमान्डर त के भन्छ पार्टी सभापति नै हो नि त। तर मेरो नेता चाहिँ शेखर कोइराला हो। नेता मैले मनले मानेको चाहिँ डाक्टर शेखर कोइराला। ओके, बुझियो। अब यो आगामी राजनीतिक यात्रा चाहिँ यहाँको कस्तो हुन्छ? अब सभापतिमा, जिल्ला सभापति, फेरि मेयरमा उठ्ने अथवा प्रदेशमा जाने अथवा सङ्घमा जाने, के छ योजना? मेरो केही छैन, पार्टीको सिपाही हो। पार्टीले मलाई कहाँनिर चाहिँ के भन्दाखेरि गएर चाहिँ काम गर भनेर भन्छ, अराउँछ, म त्यही ठाउँमा गएर। फेरि मेयर दियो भने फेरि चलाउन रेडी हुनुहुन्छ? जेमा पनि म बस्न तयार छु। कि त यो स्रोत साधन नै रहन्छ, यहाँ काम गर्न गाह्रो, सधैँ गाली खाने? गाह्रो छ त, आखिरमा के त अर्को मान्छे आएर गर्दाखेरि चाहिँ के भन्दा स्रोत साधनले भ्याउँछ त। गाली त कम खानुहुन्छ होला नि त, प्रदेश सांसद र सङ्घको सांसदले त कम गाली खान्छ नि त, किनभने जनतासँग इन्टरेक्सनै कम हुन्छ। एकदम सही। तर के भन्दाखेरि मैले चाहिँ राजनीति गरेँ, मैले ग्रासरुटबाट राजनीति गरेँ हो। मैले जनताको दुःख सुख, मैले घरमा के पाक्दैछ, को मान्छेले कति दुःख छ, कष्ट छ, कसरी चाहिँ के भन्दा यसले जीवकोपार्जन गरिरहेको छ, कसरी चाहिँ यसलाई सेटल गर्ने भन्ने राजनीतिबाट माथि आएको मान्छे हो। त्यसकारण मलाई यी माथिका पदहरूमा लोभ भन्दा पनि जनताको बिचमा गएर काम गर्ने र जनताहरूको बिचमा रहेर जनताले मलाई माया गर्ने चाहिँ परिस्थिति मैले बनाउन खोज्ने हो। अन्य चाहिँ के भन्छ पार्टीले डिसाइड गर्ने कुरा हो, जे गर्ने हो त्यसमा चाहिँ म पार्टीले दिएको निर्देशनमा म सधैँ चाहिँ के भन्छ सिपाहीको रूपमा चाहिँ अगाडि बढ्छु। हुन्छ, हामीले धेरै विषयमा गफ गरिसक्यौँ, हामी कार्यक्रमको अन्त्यतर्फ पनि आइसकेका छौँ। के भन्न चाहनुहुन्छ विराटनगरवासीलाई? अब धेरैजनाको त असन्तुष्टि देखियो, धेरैजनाले असन्तुष्टि हो। यो असन्तुष्टि चाहिँ अब तपाईँ यो सन्तुष्ट बनाउनको लागि चाहिँ यहाँको अबको कदम के हुन्छ? अब यो सन्तुष्ट हुन त सबैलाई सन्तुष्ट बनाउन पनि सकिँदैन, तर मलाई लाग्छ मैले इमान्दारता साथ मैले अफिसमा बसेर तपाईँले सोचेअनुसार, तपाईँले अपेक्षा गरेअनुसार चाहिँ कार्य गर्न कोसिस गरेको छु। धेरै काम भएनन् होला, तर मैले सकेको चाहिँ नि के भन्दाखेरि मेरो बुताले भ्याएको, मेरो बलले भ्याएको चाहिँ सबै गरेको छु। अन्य पनि मैले केही गर्न सक्छु भने म गर्ने नै छु भन्ने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु। अर्को एउटा प्रश्न मैले एड गरिहालेँ, यो मलाई पनि सोध्न मन लागिरहेको प्रश्न हो। जस्तो विराटनगर गर्मी ठाउँ होइन, अहिले हजुरले बाहिर, अहिले त हामी एसीमा बसेर इन्टरभ्यू गरिरहेको थियौँ, मलाई लाग्छ अहिले एसी नभएको भए हामी खलखल पसिना चुहाइसकेको हुन्थ्यो। विराटनगर गर्मी ठाउँ, यो गर्मी ठाउँमा चाहिँ हुन त हाम्रो छिमेकी मुलुक भारतमै हेर्ने हो भने पनि चाहिँ होइन, दिल्ली लगायतका सहर, मुम्बईमा पनि चाहिँ त्यो गर्मी खप्न नसकेर चाहिँ हामी नाइट मार्केट, बेलुकाको मार्केटहरू चाहिँ अलिकति बढी ओपन पनि हुन्छ। विराटनगरमा पनि यहाँले रेस्टुरेन्ट लगायतमा चाहिँ त्यो लागू गर्न पनि कोसिस गर्नुभयो, तर यो विराटनगर बजार पनि रातिसम्म खोल्ने खालको केही त्यो पनि निर्णय भएको हो। त्यो निर्णय भएकै हो। रेस्टुरेन्टहरू खोल्दाखेरि, होटलहरू खोल्दाखेरि बजार पनि राति 12 बजीसम्म खोलिदिनु भनेर हामीले चाहिँ निर्णय गरेको। व्यापारीबाट मान्नु भएन? फेरि व्यापारीहरूले नमानेको होइन, इन्ट्रेस्टै देखाउनु भएन जस्तो लाग्छ मलाई। तपाईँ र व्यापारी बिचको, विराटनगर व्यापारी बिचको अलिक तालमेल नमिलेको होइन, मिलेको छ। पार्किङमा पनि तपाईँलाई विरोध गर्ने, अब तपाईँले मार्केट खोल, बेलुका मार्केट आउँछन् भन्ने त्यस्तो होइन। सुन्नुहोस् न, अब म नगरको के भन्दा संरक्षक भइसकेपछि त दुःख पुग्न कसको जान्छ नि त, बुवा आमाको जाँदैन त, आउँछ नि त मलाई भन्न। जुन कुरामा दुःख छ त्यो कुरा अहिले के छ त व्यापार गर्नलाई? जस्तो विराटनगर बजार चाहिँ इट्स ओपन, तपाईँले राति 12 बजीसम्म व्यापार मजाले गर्नुपर्छ, गर्न पाउनुहुन्छ तपाईँ, त्यसमा कुनै समस्या छैन। तपाईँलाई पर्सनली के लाग्छ 12 बजीसम्म अथवा 10 बजीसम्म खोल्दा फेरि मान्छे? होइन, टेक्नोलोजी एआईको समय आइसक्यो नि, यु हेभ टु एडप्ट टु द टेक्नोलोजी। तपाईँले टेक्नोलोजीसँग एडप्ट गरेर अगाडि बढ्न सक्नु पऱ्यो नि। महानगरपालिका मात्र चाहिँ के भन्दाखेरि डिजिटल हुने होइन, डिजिटल त के भन्दाखेरि व्यापार पनि हुनु पऱ्यो नि। तपाईँ टिकटकमा जानु पऱ्यो, तपाईँ चाहिँ के भन्दाखेरि के भन्छ वेब पेज खोल्नु पऱ्यो, तपाईँले चाहिँ के भन्दाखेरि प्रमोट गर्नु पऱ्यो आफ्नो बिजनेसलाई। न त तपाईँको आएर मैले किन किन्ने यार, तपाईँ सधैँ चाहिँ तपाईँको पसल आएर मैले किन्दिनँ नि। अब त समय अर्को आइसक्यो, मैले मोबाइल फोनमा भोजमा फोन गरेर चाहिँ के भन्छ www.feelgood.com को मोमो मगाउनु पऱ्यो भने त्यो फोनैबाट आइहाल्छ। तपाईँ किन चाहिँ के भन्दा त्यहाँसम्म जाने त? आखिरमा व्यापार पनि त्यही हो नि त। व्यापारमा तपाईँले दोकानमा सामान राख्नु भएको छ, कोही व्यक्तिलाई तपाईँको दोकानको सामान चाहिएको छ, तर तपाईँको दोकानमा छ भने उसलाई थाहा हुँदैन। त्यो थाहा पाउने माध्यम के हो भन्दा त त्यही यही हो नि त, प्लेटफर्म त इन्टरनेट हो नि त। डिजिटाइज पनि हुनु पऱ्यो, व्यापार अब डिजिटाइज पनि हुनु पऱ्यो होइन। र प्रमोसनको लागि के भन्दाखेरि एउटै प्रोडक्ट बेचेर चाहिँ सबै के भन्छ प्रफिट खाने पनि होइन। प्रफिट लिनलाई तपाईँले कमसेकम के भन्दाखेरि एउटामा कम्प्रोमाइज जस्तो जोगाउनेमा के गर्छ तपाईँलाई त थाहा होला।
60 रुपियाँ 65 रुपियाँमा चिनी दिन्छ तर 5 किलो माग्दा 4.5 किलो मात्र दिन्छ अनि तपाईँको त के भन्छ क्वान्टिटीमा कम्प्रोमाइज भयो प्राइस त त्यतिकै पुग्न गयो तर हामी बुझ्दैन हाम्रो मान्छेले बुझ्दैन नि यो कुरा त्यस कारण चाहिँ के भन्दाखेरि उहाँनिर ठगी गर्नुभन्दा त कमसेकम यहीँबाट किनिदिन्थ्यो नि त 65 रुपियाँको चिनी ल ठिकै छ नि त 70 रुपियाँ 80 75 रुपियाँमा यहीँ बेच्दाखेरि त यहीँ किन्छन् तर हामीलाई त एकैचोटि प्रफिट चाहियो त्यसले बिगार्छ त्यस कारण चाहिँ नि प्रफिट पनि कम खोज्ने मार्जिन कम खोज्ने बरु क्वान्टिटी बेच्ने त्योतर्फ चाहिँ यहाँ अपिल पनि गर्न चाहनुहुन्छ कि बेलुकासम्म मार्केट ओपन छ जति राति 12 बजीसम्म 1 बजीसम्म सेक्युरिटीको ग्यारेन्टी महानगरपालिका हामी छौँ त्यसको लागि नो प्रब्लम त्यसको लागि सिडिओ कार्यालय छ जिल्ला प्रहरी कार्यालय छ म छु महानगरपालिका छ सिङ्गे हामी गर्छौँ ओके यहाँसँगको यो एकदम जनताको प्रश्नसहितको आजको कुराकानी भयो रमाइलो पनि भयो यहाँले धेरै कुराहरू प्रश्नाउने एउटा मौका पनि पाउनुभयो होला यसको लागि यहाँलाई यहाँको समय र विचारको लागि धेरै धन्यवाद र आगामी दिनमा यो बसौँ लाग्ने विराटनगर होइन यही ठाउँमा बसौँ लाग्ने विराटनगर चाहिँ बनाउनुहोस् यसको लागि पनि हामी चाहिँ यहाँलाई आग्रह गर्न चाहन्छौँ अब एउटा कुरा चाहिँ फेरि मैले एउटा कुरा जोड्न चाहेँ सन्दर्भ तर विराटनगर बस्ने कुरा मलाई साथीहरूले भन्नुहुन्छ म त्यो कुनै ठाउँ प्लेटफर्ममा जाँदा तपाईँ यत्रो वर्ष विदेश बस्नु तपाईँले विदेश जस्तो किन विराटनगर बनाउन सक्नु भएन भन्नुहुन्छ मलाई म उहाँहरूलाई प्रश्न गर्छु कहिले अनि उहाँलाई म प्रति प्रश्न गर्छु के भन्छु भन्दाखेरि तपाईँहरू पनि त भेटाएर जानुहुन्छ नि त के गर्न जानुहुन्छ त्यही चिसो खान जानुहुन्छ त्यहाँको चिसो चाहिँ विराटनगर ल्याउनुहुन्न भन्दाखेरि त्यो ल्याउन सक्नुहुन्न त्यसै गरी विदेशमा देखेको विदेशमा भएका चाहिँ के भन्दाखेरि विकासहरू चाहिँ नि हामीले ल्याउन सक्दैनौँ तर सिस्टम त बनाउन सक्छौँ तर त्यसको लागि चाहिँ के भन्दाखेरि त्यसको लागि त ओनरसिप त के भन्दाखेरि सबैले लिनु पऱ्यो नि भनेपछि दुईटा कुराको कमी रहेछ ओनरसिप जनताको ओनरसिप मेन चाहिँ त्यो सबभन्दा मूल कुरा चाहिँ ओनरसिप हो सेकेन्ड चाहिँ रिसोर्सेस हो यो दुई चिजको कम्बिनेसन मिलेर गयो भने त विराटनगर जस्तो भन्यो त्यस्तै हामी बनाउँछौँ हस् त यहाँलाई शुभकामना धन्यवाद